15 दिनको सुटिङ सकिएको छ। रमेश ब्लगमा तपाईहरुलाई स्वागत छ। हामी खाना खान जाँदैछौँ। ल बहिनीहरु खुसी हुनु भएको छ। नमस्कार। 15 दिनपछि सुटिङ सकिएको छ। भर्खर चाको भएको छ। अब हामी चाहिँ कति 12:15 भयो हैन? भात खान जाँदैछौँ। हामी 2 बजेतिर चाहिँ यहाँ काठमाडौँ प्रस्थान गर्दैछौँ। हजुर। उहाँ चाहिँ हाम्रो हेर्नु सर दादा रमाइलो भएको काम गर्छ। दिदी दुःख भए पनि मजाले आनन्दले काम गरेका छौँ। अब खाना खाएर हामी सरल जान्छौँ। हेलो, फाइनली आज हाम्रो प्याकअप भएको छ। अघि दाइहरूले जे भन्नुभयो हजुरहरूले थाहा पाइहाल्नु भयो होला। अब हामी ड्रेस चेन्ज गरेर घर जानको लागि तयारी हुन्छौँ। यति बेलासम्म हजुरहरू सबैजनाले हामीलाई हाम्रो भ्लग हेरेर मनोरञ्जन लिनुभयो। केही कमी कमजोरी छ भने अवश्य पनि गर्नुहोला भन्दै धन्यवाद अनि बाई बाई। सी यू नेक्स्ट टाइम। चाहिँ हाम्रो खाना कार्यक्रम चलिरहेछ। होइन माम खानुभयो। ला मैले कहाँ राखेको त्यही भएर खाना मन लागेन। अलिकति खायो त्यही गाँस। हजुर निकाले दिएका छन् अलिकति हामी खाने हो। म खाँदैछु। अब यति खाएर चाहिँ अनि आज घर जाने। 15 दिनपछि सुटिङ सकिएको छ। सो हामीले चाहिँ खानासाना सबै खाइसक्यौँ। अब चाहिँ गाडी चाहिँ आएको छैन। अनि यो चाहिँ हाम्रो रमेश दाइको घर। अनि यो चाहिँ हाम्रो स्क्रिप्ट। यो चाहिँ लास्टमा चाहिँ बुझाउनुपर्छ सरहरूलाई। सो अनि यो चाहिँ हाम्रो किचन घर है। यहाँ चाहिँ हिरा दाइले माम खानु हुँदैछ। प्रायः सबैले खाइसक्नु भयो। म पनि बाँकी छु है माम खानु चाहिँ। मुना दिदी आउनु न। मुना दिदी भाग्नु भयो। मलाइका म्याम प्लिज प्लिज। हाई ले यस्तो हुन्छ अनि कसरी अगाडि बढ्नु। आज 16 दिन पछाडि घर जान आँटेको खुसीले उफ्रेर हेर त्यहाँ। मलाइका म्याम हेलो के छ दिदी? कस्तो लागिरहेको छ त आज घर जान पाउँदा? रमाइलो दिदी मात्रै? अनि हजुरलाई? धेरै पछि घर जाँदाखेरि अब कस्तो? हजुर मलाई त दुःख लागिरहेको छ रमेशलाई छोडेर जानु पर्दा। ल हाल्नु ओके ल त को हिँड्दै जाने हो? हजुर दादा हेलो ठिक छ। लास्ट 54 भने हजुर 54 भने 64 हजुर। हाम्रो चाहिँ घर जाने अघि पनि तयारी हुँदैछ। यो चाहिँ हाम्रो जुम्ली दाइ हुनुहुन्छ। ल अब हामी घर जानुपर्छ। यस्तो छ अनि कसरी अगाडि? घर नजाम होइन घर त जानुपर्छ। धेरै दिन भयो। टुक सक्यो। हेलो तपाईँलाई त म देखाएको छु आज। यस्तो हुन्छ अनि बुवा। ए बुवा हजुर त भन्नु। सुई अघि बढ्या खानु बुवा। फेरि आइपुगेँ म।
पाकेको केरा डल्लो भने राम्रै डढेको जान्छ के थियो दादा अनि त्यहाँबाट म कल गर्छु ल भिडियो अब कपाल मेरो घरमा कपाल पुरै पलाउने के हुन्छ ल हाम्रो सुटिङ प्याकअप भएर जानुलाई गाडी आइसक्यो हालिने कार्यक्रम हुँदैछ यसको ब्यानर कता रहेछ त्यही झोला आउँछ ल भाइ यो गाडीको ब्यानर कहाँ छ है गाडीको ब्यानर चाहियो है आज दादा गाडी त म ठाउँ ठाउँमा रोकी खिच्ने हो नि त झ्याल खोलेर म झ्यालबाट देखाउँछु यहाँ हाम्रै नमस्ते साथीहरू आउँदैछन् बक्का अब हाली कार्यक्रम भइरहेछ खास दिन त दिशामा कमलाजी आउँदै हुनुहुन्छ हिँडौँ अल्छी नगरौँ घर जाने बेला नि त्यस्तो अल्छी गर्छन् त त्यसरी अल्छी नगरिकन हिँडौँ अल्छी नगरौँ हामी पानी भएर जान्ला ल ल तिम्रो भनाइ के छ एउटा भनाइ राख्थ्यौ भनाइ आज एकदम धेरै खुसी लागेको छ घर जान लागेको भएर कृपया मेरो अनुहार हेरेर नतर्सिनु होला अहिले म फ्रेस नभइकन घर जान लागेको छु होइन टोपी लगाएको छु अनि अहिले हामी यो भिडियो बनाउँदैछौँ हाम्रो होस् भनौँ किन भनौँ बनाऊ त्यस्तै त्यो भएर राम्ररी अलिकति देखिरहेको छु धन्यवाद म पानी लिन जान्छु ल बहिनीले पानी लिएर आउँछ नि त्यसपछि हामी फेरि कन्टिन्यू आउँछौँ ओके बाई सुटिङ युनिट फर्किन लागेको छ यही गाडीमा जाने हो हामी चाहिँ च्याप्नी गाडी जाँदैछ हाम्रो गाडी चाहिँ उल्टो जान्छ है यहाँ सुटिङमा आउने बेला उल्टो जाने बेला चाहिँ उल्टो गाडी उल्टो गएको मैले भिडियो खिचिरहेको छु यहाँ चाहिँ बाटो अलिकति साङ्ग्रो भएको भएर चाहिँ गाडी मोड्नको लागि चाहिँ यहाँ तल अलिकति फराकिलो ठाउँमा गएर मोड्ने भनेर चाहिँ हाम्रो एकदम पारिवारिक सदस्य हाम्रो चाहिँ गाडी चालक राजन श्रेष्ठ दाई हो हाम्रो सुरक्षित यात्राको लागि उहाँले हर हमेसा मिहिनेत गरिरहनु भएको छ
कि बुहारी चाहिँ ऊ यहाँनिर हुनुहुन्छ अघि पानी लिने गयो कता भागिसिन् म पर्खे त्यसरी धोका दिनु मलाई म त त्यहाँ कुरेर बसिरहेको तिमी कता गयो भनेर भनेको त उनी त हिँडिसके चाहिँ अलि अप्ठ्यारो बाटो भएको भएर चाहिँ गाडीलाई पठाएर हाम्रो टिम चाहिँ हिँड्दैछ कोही अगाडि पुगिसक्यो हामी चाहिँ यहाँ पछि आउँदैछौँ अब यहाँ अलिकति सजिलो बाटो भएको भएर चाहिँ अब हामी यहाँ गाडीमा चढ्नको लागि अलिक दौडधुप गर्दैछौँ बुढा कतिले होला नि बुढा डाइरेक्ट सापहरू चाहिँ त्यहाँ पर पुगिसक्नु भएको छ म चाहिँ हाम्रो गाडी त्यहाँ मोडेर आउँदैछ बाटो अप्ठ्यारो भएर चाहिँ हाम्रो गाडी चाहिँ ठाउँ ठाउँमा मोड्दै गर्दै आउनु पर्ने छ हाम्रो अब म एकैछिन हाम्रो डाइरेक्ट सापहरूलाई भेट्छु यहाँ सानो सानो भयो खोलै छ है यहाँलाई हेर्नु यस्तो छ तर यो त्यो टाढा होइन यो टाढा चाहिँ हेलो हो है हाम्रो ड्राइभर साहब चाहिँ गाडी कुरेर बसिरहनु भएको छ इस मेरो यहाँ हुनेवाला मेरो मुटुको टुक्री यहाँ चाहिँ इस अर्को मेरो छ नि मेरो प्राणभन्दा प्यारो बहिनी यात्रा चाहिँ सोरन्टेदेखिबाट हाम्रो रामचन्द्र सरले अहिले पेसा परिवर्तन गर्दै हुनुभएको छ होइन 1 केजी जति लैजानु पर्ला तपाईँले घोटा त 2-3 केजी लैजानु पर्छ रामचन्द्र सरले बनाएको पा खानको लागि सबैजना लाइन बसिरहेको छ नि यी सबै रामचन्द्रले बनाएको खानालाई खोइ झ्यारझ्यार भान्जी खोइ त त्यही त यहाँ खोजे गरे झ्यारझ्यार भान्जीलाई नभेटेर नमस्कार म बुहारी सिरियलको रमेश यो मेरो आफ्नै युट्युब च्यानल हो सब्स्क्राइब गर्न नभुल्नु होला है तपाईहरुलाई बुहारी सिरियलको ब्लग कस्तो लाग्यो लाइक शेयर र कमेन्ट गर्न नभुल्नु होला यस्तै रमाइलो भिडियो हेर्न चाहनुहुन्छ भने मेरो यो च्यानललाई अवश्य सब्स्क्राइब गर्नु होला हस्त नमस्ते अर्को भिडियोमा भेटौँ